नमस्कार सबैजनालाई, म रोशन केसी है। फेसबुक तपाईँलाई इन्फ्लुएन्सर भनौँ, कन्टेन्ट क्रिएटर भनौँ होइन। आज चाहिँ म बजारमा गइरहेको थिएँ होइन, काकान्दो केस हो। एकजना चाहिँ हाम्रो चाहिँ बाइकमा आउनुभयो, उहाँले आफूले प्रहरी भनिराख्नु भएको थियो है, प्रहरी भनिराख्नु भएको थियो। अनि त्यहाँ एकजना लेडिजलाई चाहिँ उहाँले जबरजस्ती बाइकमा बस हिँड, सोधपुछ गर्नु छ, बाइकमा बस हिँड भन्नुभयो क्या होइन। नेपालमा कानुन के छ भनेपछि यदि उहाँ घुम प्रहरी नै हो कि होइन त्यो कुरा म प्रहरी प्रशासनलाई कुनै पनि मैले आरोप लगाइरहेको छैन होइन। मैले देखेको कुरा भनिरहेको छु हो, त्यो कुराहरू चाहिँ सुन्नुहोस् है। त्यहाँ त्यसपछि उहाँले चाहिँ बस भन्नुभयो, उसले भने किन सर म बस्ने, त्यहाँ केटीले विरोध गर्यो है। म किन बस्ने, मैले के क्राइम गरेको छु र होइन, तपाईँसँग मैले क्राइम गरेको कुनै ऊ छ भनेपछि ठिक छ म जान्छु, या तपाईँले मलाई रिपोर्ट देखाउनुहोस्, म अरेस्ट वारेन्ट देखाउनुहोस्, म जान्छु, या चाहिँ भेन बोलाउनुहोस्, भेन बोलाएपछि लेडिजलाई लान पाउँछ। लेडिजलाई तपाईँले जबरजस्ती हात समातेर तपाईँ जबरजस्ती गरेर लान पाउनुहुन्न होइन हो। र तपाईँसँग कहिले पनि यस्तो खालको घटना घट्यो, आज त्यहाँ भयो, त्यहाँ पब्लिकहरूले आएर चाहिँ उ गर्नुभयो, त्यहाँ त्यो कुरा पछि सकियो है। तपाईँसँग पनि यो घटना हुनसक्छ कहिले लाइफमा होइन। तपाईँहरू त्यस्तो भए पनि सबभन्दा ठुलो ऊ भनेको चाहिँ नि आवाज, जब मान्छे आवाज निकाल्छ नि, जो बोल्न सक्छ नि, जसले बोल्छ नि हो, त्यतिखेर बोल्नुहोस्, बोलाउनुहोस्, वरिपरिको छिमेकीलाई बोलाउनुहोस्, सर उहाँ प्रहरी हो कि होइन थाहा छैन, बिना कारणकै मलाई गाडीमा बस हिँड भनिराख्नुपर्छ। यस्तो घटनाहरू कति घटनाहरू घट्छन् कि लगेर होइन, म प्रहरी हुँ भन्छ, गाडीमा हलेर लगेर सुनसान ठाउँमा लगेर कति घटनाहरू घटिरहेको हामीले देखि पनि रहेको छौँ, सुनिरहेको पनि छौँ होइन। त्यही भएर सावधान रहनुहोस्। त्यस्तो छ भने पहिला सुरुमा आइडी कार्ड उहाँको माग्नुहोस्, आइडी कार्ड हेर्नुहोस् र उहाँलाई भन्नुहोस् पुलिसको भेन बोलाउनुहोस्। भेन आएपछि लेडिज प्रहरीले तपाईँहरूलाई लगेर जान्छ। यदि तपाईँले गल्ती गर्नुभएको छ भने बिना गल्तीको तपाईँले चाहिँ कसैले पनि लान पाउँदैन। र यस्तै जोर जबरजस्ती गरेर आउट ड्रेसमा आएर म प्रहरी हुँ बिना आइडी देखाइकन, बिना कुनै कागजहरू देखाइकन जोर जबरजस्ती गरेर कसैले पनि लान पाउँदैन। आज यो त्यो बहिनीसँग भयो, भोलि तपाईँसँग पनि हुनसक्छ। त्यही भएर चाहिँ मैले यो चाहिँ कुरा यसमा निकालेको है। यो कुरा फेसबुक मार्फत तपाईँहरूसम्म यो सन्देश पुर्याउन खोजेको। कहिले पनि नडराउनुहोस्, सधैँभरि निडर रहनुहोस्। निडर, तपाईँ गल्ती गर्नुभएको छैन भने निडर भएर आफ्नो बोली अगाडि राख्न सक्नुहोस्। यसले गर्दाखेरि होइन तपाईँलाई कसैले पनि हात लगाउनुभन्दा अगाडि 10 पटक सोध्छ क्या। र आवाज नै हो सबभन्दा हाम्रो ठुलो हतियार भनेको होइन। त्यही भएर सहेर दबेर बस्नभन्दा बोल्नु गर्नु